भेरी सिम्पल। आगो बल्नका लागि तिनवटा एलिमेन्टमा सबभन्दा पहिला चाहिने के इन्धन, जसले नेपाली है के चाहिन्छ सबभन्दा पहिला। दोस्रोमा चाहिन्छ के चाहिन्छ अरे यो थाहा छ, अक्सिजन बिना आगो बल्छ। अब तेस्रो एलिमेन्ट के होला? ग्यासेस, एनी ग्यासेस होइन। अब यो जहाँनिर इन्धन पनि छ, अक्सिजन पनि छ, कार्बन छ, त्यहाँनिर फायर छ। तिनवटा एलिमेन्ट मिलेपछि के हुन्छ अरे आगो हुन्छ। त्यसमध्येमा यदि हामीले इन्धन निकाल्यौँ देयर विल बी नो फायर, अक्सिजन निकाल्यौँ देयर विल बी नो फायर, हिट निकाल्यौँ देयर विल बी नो फायर। यो त क्लियर छ, भेरी सिम्पल होइन। अब अलिकता यहाँ हाम्रो सब्जेक्टमा अटोमोबाइल इन्जिनियरिङमा अब छिर्ने कुरा के आउँछ? इन्धन। त्यसलाई म अझै एक्सप्लेन गर्छु। इन्धनको प्रकार कतिवटा हुन्छ थाहा छ? डिजेल र पेट्रोल, डिजेल पेट्रोल, लिक्विड ग्यास, तिनवटा फर्ममा इन्धन पाइन्छ। संसारभरि भएको जति पनि चिज छ सबैलाई हामीले इन्धन भन्न सक्छौँ, तर इट सुड बी इन्फ्लामेबल, बल्न सक्ने क्षमता भएको हुनुपर्छ। जस्तै कपडा, टेबल, ब्याग, कलम, कागज यी सबै बल्छन्, यो बल्दैन है त, यो सबै बल्छ होइन। अक्सिजन हाम्रो एटमोस्फियरमा कति छ? कति पर्सेन्ट छ? 21%। अक्सिजन हाम्रो एटमोस्फियरमा कति छ? 21%। 16% भयो भने आगो बल्न काफी छ। भनेपछि जहाँनिर वातावरण खुला छ अहिलेको भूतलमा, यो वातावरणमा खुला छ भने अक्सिजन छँदैछ। अब कुरा आउँछ इन्धन पनि छ, अक्सिजन पनि छ, आगो किन लाग्यो? हिट भयो। एक्जाम्पल सलाई। सलाइको बट्टामा साइडमा फस्फोरसको लेप लगाएको छ र सलाइको काँटी पनि के हो? इन्धन हो। अगाडिपट्टि टुप्पोमा फस्फोरस लगाएको हुन्छ। त्यो दुईवटालाई स्ट्राइक गर्नु भने के हो? हिट एनर्जाइज गर्नु। फ्रिक्सन गर्यो न अहिले, फ्रिक्सनले के जन्म गर्यो? हिट जन्म गर्यो। त्यो अगाडिको फ्युल के छ? लो हिटमा नि बल्छ, के अरे बल्छ। तर पछाडिको फ्युल जब झर्र गर्छ नि त्यसले ताप बढाउँदै जान्छ अनि बल्ल पछाडि काँटी सल्किन्छ। कोही बेला काँटी नसकेको स्टेज पनि तपाईँले अनुभव गर्नुभयो होला नि। त्यही काँटी लगेर हामी के गर्छ फेरि लो हिटमा बल्ने पराल धुलोहरू बाल्छन् पहिला, बल्ल त्यहाँ अलिक मोटो सिसका, अलिक त्यहाँ अलिक मोटो सिन्का, अनि त्यहाँ बल्ल ठुल्ठुलो मुढा। के लगाएर काँटी सबै काँटी मुढा बाल्छ त? स्टेज फरक छ, ठिक छ। त्यसैबाट बनेको होला काँटी। तर कोही फ्युल अलिकता बढी टेम्परेचरमा बल्छ, कोही फ्युल लो टेम्परेचरमा बल्छ। त्यस्तै यहाँ हामीले जुन अटोमोबाइल इन्जिनियरिङमा चलाउने हिट इन्जिन छ त्यसमा पेट्रोल इन्जिन अलिकता कम हिटमा चल्छ, डिजल इन्जिन बढी हिटमा फायरिङ हुन्छ। यो बुझ्नु राइट। अब यो यसमा अलिकता आइहाल्न बेला कम्प्लिट गर्नु है त। अटोमोबाइलमा यता एकछिन राख्नु। आगो लाग्यो, हाम्रो प्रोटेक्सन हामी सेफ्टीमा चलाउँछौँ आगो होइन। यदि आगो लाग्यो भने अब के गर्ने? तिनवटामा एउटा निकाल्न सजिलो भयो नि त होइन। आगो निस्छ भनेपछि इन्जिन जस्तो ग्यास लाइटर देखाएको छैन, ग्यास लाइटरलाई त्यो स्ट्राइक गर्नु भनेको के हो त? फ्रिक्सन गर्नु। फ्रिक्सन गर्नु भनेको के हो त? हिट जेनेरेट गर्नु। हिट जेनेरेट गरेपछि स्पार्क आउँछ। स्पार्क आउनु साथ त्यो जुन यतापट्टिको ट्याप छ नि एउटा, ट्याप बन्द हुनु भनेको ग्यास बन्नु हो कि होइन? अक्सिजन छँदैछ, स्ट्राइक गर्दै तलबाट ग्यास आउँछ अनि बन्छ। जब बुढियाउँलाई त्यो ट्यापबाट हटाइदिने बित्तिकै स्प्रिङ आफै आफै ट्याप फर्काउँछ, इन्धन बन्द गर्छ, आगो निक्ल्यो। त्यही होइन त लाइटर चल्ने तरिका? हेभ यु एभर नोटिस? अहिले नोटिस भयो, अहिले नोटिस भयो। फ्युल काट्दाखेरि ग्यास के अरे सरी फायर बन्द भएको छ। त्यस्तै हजुरआमाले एकदम ठुलो आगो गरेर तरकारी पकाउँदै हुन्छ होइन। अनि जब तरकारी पाकिसक्यो या ढिलो पाकिसक्यो, भात पाकिसक्यो, उहाँले दाउराबाट तरकारी हालेर खरानी पनि गाड्नुहुन्छ।
त्यो गरेर के हो फ्युल निकाल्यो तयारी गरे अब आगोको जुन झट्का थियो त्यो अब कम हुन्छ त्यस्तोलाई भन्छ हामी स्टार्भिङ त्यसलाई भन्छौँ स्टार्भिङ भनेको भोको पार्ने आगो निभाउने तरिका आगो निभाउने तरिका या विधि जे तपाईँले एक नम्बर के रहेछ अरे स्टार्भिङ फोटो सुरु काटिदिनु जस्तै मोटरसाइकल स्टार्टमा जाम हामी होइन स्टार्ट भइरहेछ त्यसको पेट्रोल पाइप फुक्यौँ या फुल ट्याप अफ गऱ्यौँ डिजल जुन इन्जिन छ नि डिजल इन्जिन अफ हुनु पनि स्टार्टिङ गराएरै हो जब हामी इग्निसन स्विच अफ गर्छौँ नि त्यो पाइपलाइनबाट डिजल बगिरहेको हुन्छ त्यहाँनिर सोलोनाइट स्विच भल्भ हुन्छ त्यहाँनिर ठ्याक्क बगिन्छ नो मोर डिजल त्यो अफ हुन्छ चाहे पुरानो सिस्टममा जाउँ या नयाँ सिस्टममा नयाँ सिस्टममा त इलेक्ट्रिक लाइन कट गर्छ होइन तर पुरानो सिस्टमको पाइपलाइनमा जुन सप्लाई पाइपलाइन छ त्यहाँनिर नै प्रेसर जुन हुन्छ त्यो कट गरिदिएपछि डिजल इन्जिन अफ हुन्छ कार्बोरेटर त्यो कार्बोरेटर हुन्छ बल्छ कार्बोरेटर सकिएपछि अफ हुन्छ त्यो इन्जिन हामीले फ्युल निकाल्थ्यो है अब अक्सिजन निकालिदियो भने एउटा चोखी पनि हुन्छ तपाईँ सास लिइरहेको छ चिन्तो छ सास बन्द गर्दा नाक पुग्नेछ के हो मऱ्यो आगो पनि हामी नाक हुन्छ नि तब हामी सबै एउटा वर्ड टेक्निकल वर्डहरू हामी चलाउँछौँ तपाईँसँग कुरा भयो हुन्छ अब यो अग्नि शब्द हो आचार्य हो हाउ दे ह्याभ युजिङ दिस स्मुदरिङ भनेको अब अक्सिजन निकालिदिनु त्यो फायर एक्सटिङ्ग्विजर चलाएको देखाएको छ फायर एक्सटिङ्ग्विजर हेभ यु गट फायर एक्सटिङ्ग्विजर यसको बारेमा पछि कुरा अहिले एक्सटिङ्ग्विजरले के गर्छ भने यहाँबाट कार्बन डाइअक्साइड उसले फाल्छ यसको बारेमा फेरि एकछिन पछि कुरा आउँछ है त अहिले हामी यहाँनिर कतै आगो लागेको देख्नु भयो सानो सानो आगो ठुलो आगो कुरा गर्दैन सानो सानो आगो लाग्यो भने त्यो आगोमाथि तपाईँले जस्तो बाक्लो एप्रोन ज्याकेट नराख्ने ज्याकेट भने उडाइदिनुहोस् एटमोस्फियरको अक्सिजनसँग त्यो फायरको कनेक्सन कट भयो आगो निप्छ एकछिनपछि ज्याकेट दिनुहोस् त्यहाँ धुवा मात्रै हुन्छ आगो हुन्छ इक्जाम्पल कराईमा तेल तातिरहेको छ हजुरआमाले साग पकाउनु भनेर त्यहाँ धोइराखेको छ तेलमा झुइँ आएर भर आगो लाग्छ त्यही होला नि चाइनिज कुजिनको कुरा गर्ने हाम्रो गाउँमा कुरा गर्ने बजे तर्सिन्छ बजे झाप्पा मिलाएको झाप्पा एकछिन मिठो नाच्यो मजा त्यो गरेर के हो सी हेज सेपरेटेड इट इज अक्सिजन फ्रम द कुकिङ पटबाट उसले अक्सिजन सेपरेट गर्छ नो फायर ठिक यस यसले के गर्ने हो फायर एक्सटिङ्ग्विजरले के गर्छ र जब डिस्चार्ज नोजलबाट त्यो सेतो धुवा निस्किन्छ नि त्यो कार्बन डाइअक्साइडको एउटा लेयर फिल्म अफ लेयर कार्बन डाइअक्साइडको यो आगो बलिरहेको छ भने त्यो माथि सरल यसरी आउँछ अनि माथि अक्सिजन र तलको आगोसँग सम्बन्ध विच्छेद गरिदिन्छ आगो प्र्याक्टिकल गर्नुहोस् एउटा तावमा पेट्रोल राख्नुहोस् अथवा डिजल राख्नुहोस् भट आगो पार्नुहोस् फायर घाटेर सरल हाल्नु त्यहाँ सेतो बस्छ आगो निभ्यो पेट्रोल जस्ता तस्तै चाहिँ पछि फेरि पाउनुहोस् निकाल्नु तर के भन्छ हामी यदि आगो लाग्यो भने तपाईँले त्यसरी निभाउनु सक्नुहुन्छ त्यो चाहिँ सानो आगो लाग्यो ठुलो आगो लाग्यो भने ट्राई नगर्नुहोस् अलिक ठुलो छ भने पानीमा भिजाएर तपाईँले कम्बल अलिक मोटो खाने कम्बल दरी हुनसक्छ तपाईँको ओछ्याउ कार्पेटै छ भने कार्पेट झम्मै हाल्नुहोस् त्यो आगोमा निप्छ घरमा सानोतिनो आगो लाग्यो तपाईँको ज्याकेटले छोप्न सक्यो टावलले छोप्न सक्यो भने त्यसलाई बाल्टीमा झ्वाममा डुबाउनुहोस् झप्पा हाल्नुहोस् एकैछिन पानी सरी आगो हुन्छ क्लियर सरलमा आउँछ हाम्रो आगोले यहाँ बाहिर राख्नु है ह्याप्पी बर्थडे त मनाउँछ सबले ह्याप्पी बर्थडे त मनाउँछ नट नाउ नट नाउ I'll tell you.
ह्याप्पी बर्थडे त बनाएको छ क्यान्डल बालै हुन्छ अनि क्यान्डल बाले चाहिँ ल ल ल ल सुरु गर्नुहोस् न अन्त दिवाली ह्याप्पी बर्थडे त्यो तपाईँले फुकियो के गरे कुलिङ गरे दियो बलिरहेको हुन्छ हावा बढी चल्यो भने चाहिँ दियो निल्छ अक्सिजन हुँदा हुँदा होइन फ्युल हुँदा हुँदा के भयो बढी भयो अरे कुलिङ तपाईँले यसरी बोलिरहेको छ नर्मल यो नर्मल टेम्परेचर ऊ पऱ्यो के अरे एयर कन्डिसन पढाउनुभन्दा अगाडि कसरी हुन्छ सासलाई फुक्नु त के हुन्छ चिसो हुन्छ हुँदैन त्यही सासलाई बिस्तार फुक्दैन यहीँबाट सुरु गर्छ रेफ्रिजरेसनको त अनि त्यो जुन लिक्विड प्रयोग गरिन्छ नि त्यसको स्पेसल क्यारेक्टर छ त्यो अनुसार त्यो माइनस टेम्परेचर पनि जान्छ डिस्चार्ज लोड निक्लिन्छ त्यसले के गर्छ त टेम्परेचरलाई ड्रप गर्छ त्यही होइन कि होइन इफ आइ एम रङ प्लिज करेक्ट मी कि थाहा छैन कि थाहा छैन त्यही बेसिकै हो बेसिक कुरा म तपाईँलाई रेफ्रिजरेटर थोरै पढाइरहेको छु म बेसिक कुरा भनेको मतलब चिसो गराएको चिसो थाहा छैन के हो चिसो थाहा छ भने कुलिङ गर्दाखेरि दमकल त देख्नु भएको छैन जहाँ पनि आगो लाग्छ दमकल गरेर झन् हालेर त्यो भनेको कुलिङ गराएको छ सिम्पल के गराएको कुलिङ गराएको त्यो चटक चटक देखाउँछ नि बत्ती बेलिरहेको दियोमा हातले समातेर छ्याप पनि आउँछ है त्यसलाई पोल्दैन होला कसै आउँछ आउँदैन उसले त्यो छ्याप गरेर के हो रहेछ वही हाउ कम्स कुलिङ बलिरहेको फ्लेमलाई त्यो बातीलाई झाप्पा समाति के अरे अक्सिजनले बन्द गरेको अक्सिजन बाती त के हो बाती के हो फ्युल बाती अलिकता हाई टेम्परेचरमा बल्ने होला तर तेल त चिसिरहेको छ नि त्यसले तेल चाहिँ लो टेम्परेचरमा बल्ने होला अनि त्यसलाई छ्याप्प समाउने बित्तिकै अक्सिजन बन्द भयो त्यो निप्न गर्न लागिरहेको इट इज नट अ ट्रिक यो केमिस्ट्री छ फिजिक्स छ त्यहाँ साइन्स लुकेको छ त्यहाँ त्यो टिकटक हेरेर मक्क बच्छ त्यहाँबाट क्यामेराम्यान पनि हुन्छ कुरो बुझ्यो टिकटक हेरेर जे जति बनाइन्छ नि अर्को तिमीले क्यामेराम्यानले राम्रैसँग खिचाएर त्यो सेटअपको रियालिटी बनाएको छैन यो पनि राख्नु ओके त यो हाम्रो यो किन मैले निकाल्नु पर्यो नि सेफ्टी सम्बन्धी कुरा आएर हो है सेफ्टी सम्बन्धी यो इन्कम्प्लिट भएको थियो यसलाई कम्प्लिट गर्छु यसमा ल सार्नु सोच भने के हुन्छ जसको एउटा आकार हुन्छ रूप हुन्छ सायद गन्ध पनि हुनसक्ला त्यसको केही वजन पनि हुन्छ होइन जस्तै यिनीहरू के छ केही आकार छ रूप छ तर सबै यिनीहरू चल्छ चल्छ त नि चल्छ एक्जाम्पलमा हामी के भन्न सक्छौँ सुकेको काठ कागज कपडा प्लास्टिक रबर जति पनि जल्ने चिजहरू छ सबै केबाट ठोसमा आयो अब आयो अब लिक्विडमा लिक्विड भन्नाले के पर्न आयो पेट्रोल डिजेल इट्स टाइप अफ फ्युलमा कुरा हुँदैछ कि फ्युल चाहिँ फ्युलै हो नि टाइप्स अफ फ्युलमा लिक्विड टाइप्स फ्युलको कुरा हुँदैछ एक्जाम्पल दियो के भनेको थिएँ पेट्रोल डिजल केरोसिन अरू छैन वाटर लिक्विडमा त हो तर इट्स नट अ फ्युल कसैलाई फ्युल हुन्छ हो बल्ने चिज जस्तो यो झन्डै हाई क्वालिटीको मटेरियल जहाजमा चलाउनु पर्छ है ओके त नर्मल तपाईँले के भन्नुहोस् पेट्रोल डिजल र मटेरियल घिउ पनि बल्छ यस यस घिउ पनि बल्छ ग्रिज पनि बल्छ ग्रिज इन्जिन अयल पनि बल्छ ब्रेक अयल पनि बल्छ र यो लिक्विड फर्ममा छ नि यिनीहरू त्यसले त्यसलाई इन्धन भन्नु सक्नुहुन्छ तर प्रपर इन्धनको रूपमा हामीले चलाउने के हो त डिजल पेट्रोल र केरोसिन अब अर्को रूप छ ग्यासको रूप तर ग्यासले नै हामी के गरेको छौँ त लिक्विडकै फर्ममा चेन्ज गरेर जस्तै एलपिजी त्यस्तै अरू ग्यासहरू पनि छ जस्तो हाइड्रोजन ग्यास बल्छ अक्सिजन ग्यासले बल्नमा मद्दत पुर्याउँछ अक्सिजन ग्यासले के गर्छ बल्नमा मद्दत पुर्याउँछ तर हाइड्रोजन आफै यो फिल भनेको भर्नु यो भनेको स्टार दिने लेभल भनेको सतह ड्रेन भनेको झिक्नु हिटर तताउनु सेफ्टी सुरक्षा र भेन्टिलेटर भनेको एटमोस्फियरको प्रेसरसँग इक्वल त्यो ब्याट्रीको सेलको ढक्कनलाई भेन्टिलेटर भन्छन्
इन्जिनभित्र हुन्छ सट्टा मार्ने गलत कुरा नबोल्नु मलाई आउँदैन म पनि बोल्दिनँ थाहा छैन त्यहाँबाट पनि गलत एन्सर गरिदिनु थाहा छैन भनेको गरेरै सिक्ने हो सर्किट एटमोस्फेरिकले के भन्नुभएको भेन्ट प्लग सेलको ढक्कनलाई भेन्ट प्लग भन्छ ब्याट्रीमा सेल हुन्छ हाम्रो गाडीमा कति भोल्टको ब्याट्री लाग्छ 12 भोल्ट बाइकहरू त्यो है बाइकमा 12 भोल्ट 12 भोल्ट बाइकमा नि त्यसो 12 भोल्ट कतिवटा सेल हुन्छ एउटा ब्याट्रीमा कतिवटा सेल हुन्छ हाम्रो गाडीमा ब्याट्री के अरे बाइकमा ब्याट्री 6वटा सेल हुन्छ फेरि स्पिडले छिट्नु भने एउटा पेट वासर राख्नु त्यसमा खाल्डो भयो त्यो पेट वासर नपत्रियोस् भनेर फेरि यहाँ भरमा लक हाल्नु अहिले यहाँ पनि हुन्छ यस्ता मसिना चिजहरूको बारेमा एक कुरा राख्ने जानेर भल हाल्नु अहिले अब हामीले यो त हेडमा गयो त्यो सिलिन्डर हेडमा छ है यहाँनिर फेरि पेट्रोल इन्जिन हो भने यहाँ के हुन्छ र स्पार्क यहाँनिर स्पार्क यहाँनिर फेरि स्पार्क के अरे स्पार्क प्लग लागेको हुन्छ यहाँ एसटिडी लागेको हुन्छ डिजेल इन्जिन हो भने यहाँ के हुन्छ इन्जेक्टर लागेको हुन्छ यो पार्ट्सहरूबारे हाम्रो थाहा हुन्छ आज हामी कुरा गरिरहेको पेट्रोल इन्जिन है त स्पार्क प्लग अब इन्जिनलाई मैले के भनेको थिएँ कतै 3 पार्टमा गरेको छ भने मेरो किताबमा इन्जिनलाई हामीले 4 भागमा पारेको छ अगाडिको जुन हेडभन्दा माथि छ नि त्यसलाई ट्यापेट कभर भन्छ ट्यापेट कभरभित्र ट्यापेट कभर आफै हुन्छ अनि ट्यापेट कभर भन्ने खाली कभर माथिको टाउको माथिको पुरानो इन्जिन भएर कभर मात्रै छ तर यसको माथि अलिक क्याप हुन्छ जहिले पनि अलिक इन्जिनले हाल्दाखेरि यसो माथि क्याप राखेको छ कतै कतै भयो ट्यापेट कभर हो है यो देख्ने बेलामा सिम्पल छ यो छ नि यो ट्यापेट कभर भयो यसले ट्यापेटलाई क्लोज गर्छ तर यो क्याप त यो माथि छ नि यो भयो ओइल फिलर क्याप कहिले अनि इन्जिन आलि यहाँबाट हाल्नु ड्रेन तलबाट गरिन्छ सम्पबाट र इन्जिन आलि यहाँबाट हाल्नु पुरानोमा पनि यति मात्रै नभएर ब्रिदर पाइप इन्जिन ब्रिदर पाइप ब्रिदर होल हो अब यहाँ पाइप गरिन्छ पछि जब इन्जिन हिट हुन्छ नि कुनै पनि चिज हिट हुँदाखेरि एक्सपान्ड हुन्छ र लिक्विड फर्ममा के चलाउँछ हामीले इन्जिन ओइल लुब्रिकेट त्यो इन्जिन ओइल तार्दाखेरि त्यसले भेपोराइजको धारण गर्छ ग्यास त्यो ग्यास यहाँबाट हुन्छ तब फेरि हामीले रियुज गर्छौँ पोजिटिभ भेन्टिलेसन छ नेगेटिभ भेन्टिलेसन छ नेगेटिभ भेन्टिलेसन भनेको यहाँ आएकोलाई फालिदिने अहिले फेरि अहिले चाहिँ रियुज गर्छ जस्तो त्यसलाई पोजिटिभ भेन्टिलेसन भन्छ त्यसलाई रियुज गर्छ कि त एयर फिल्टरको थ्रु भएर फेरि दोबारा इन्जिनमा पठाउँछ या यहाँबाट ल्याएर फेरि दोबारा भेन्टिलेसन अन्त यो भयो ट्यापेट कभर त्यसपछि जुन यसको यो तल पार्ट छ नि त्यसलाई भन्छ सिलिन्डर हेड सिलिन्डर हेड हल मेकानिजम यसरी हुन्छ हल मेकानिजम तपाईँको भल बस्छ भल स्प्रिङ बस्छ भल वासर बस्छ भल प्लग बस्छ भल अल्सिल बस्छ भल राम बस्छ सबै यसरी माथि यति पार्ट मात्रै हो तर यो पार्टभित्र थुप्रो चिज हुन्छ जस्तो नि इनलेट देखाएको छ यो इनलेट मेन्टफोल्ड हो यो पनि यही कसा हुन्छ यहाँ इन्जेक्टर छ तर पेट्रोल इन्जिनमा स्पार्क प्लग लाग्छ स्पार्क प्लग पनि यही हेडमै कसेको हुन्छ अब एक्जस्ट फेरि यतातिर लाग्यो एक्जस्ट मेनिफोल्ड भनेको जलेको ग्यास लागेपछि त्यो यता लागेको हुन्छ सिलिन्डर हेड भनेर हुन्छ सिलिन्डर हेडमा धेरै चिज लाग्छ अझै सिलिन्डर हेडभित्र नि पल हुन्छ जसलाई हामी ज्याकेट भन्छौँ वाटर ज्याकेट
कुलिङ सिस्टमलाई पढाएको छ। कुलिङ सिस्टम पढ्यो कुलिङ सिस्टममा सिलिन्डर हेडभित्र वाटर ज्याकेट हुन्छ। त्यो वाटर ज्याकेटबाट पानी, तातो पानी बाहिर आएर फेरि सिस्टममा आइकन चलाउनको लागि पानीको सब्सक्रिप्सन जब फायरिङ स्टोभमा एउटा ब्लास्ट हुन्छ नि, ब्लास्ट बेलामा इन्जिन त कन्टिन्यू ब्लास्ट भर्खर इन्जिन फुट्छ। त्यस कारणले इन्जिनको हिटलाई मिनिमाइज गर्नको लागि इन्जिनको निरन्तर फायरिङ हुँदाखेरि इन्जिनको हिट त बढ्ने क्रम हुन्छ नि, तर न्यूनतम गर्नको लागि त्यो हिटलाई कन्ट्रोल गर्नको लागि कुलिङ मेकानिजमका जसलाई हामी कुलिङ सिस्टमको थुप्रो कम्पोनेन्ट छ। अब इन्जिनभित्र हामी भर्खर कहाँ पुगेको छ, हेडमा पुगेको छ। अब हेडपछि के आउँछ, इन्जिन ब्लक। अब इन्जिन ब्लकभित्र बस्छ बेला के पिस्टन बस्छ, पिस्टन रिङ बस्छ, कनेक्टिङ रड बस्छ, के भन्छ यो गजन पिङ ल यस्ता चिजहरू अर्को हेरै अयल फिल्टर अनि इन्जिन माउन्टिङ। त्यतापट्टि के छ, वाटर पम्पहरू बस्छ, ती वाटरको बाइपास पाइप हुन्छ। इन्जिन चिसो हुँदाखेरि कुलिङ सिस्टममा यहाँबाट आउँछ पाइप। जब इन्जिन तात्छ अनि बल्ल बाहिरबाट सब्रेक्सन हुन्छ, चिसोमा यहाँबाट सब्रेक्सन हुन्छ, तातो भएपछि बल्ल उताबाट सब्रेक्सन हुन्छ। त्यो पुरानो टाइपको इन्जिन हो। तैपनि इन्जिनलाई वर्किङ टेम्परेचरमा ल्याउनको लागि कुलिङ सिस्टमलाई एकैचोटि सञ्चालनमा ल्याउँदैन। अहिले गाडी पनि त्यही, पहिला गाडीमा 86, 87मा थर्मोस्टेट भाल्भ खुल्थ्यो भने अहिलेको थर्मोस्टेट भाल्भ 101 डिग्री भएपछि मात्र खुल्ने गाडीहरू पनि छ। 105 डिग्री भनेको वाटरको बोइलिङ टेम्परेचर हुँदा नि माथि आएपछि बल्ल खुल्छ, फुल सब्रेसमा हुन्छ। कस्तो तात्छ त्यो बेला यदि इनकेस त्यो होस पाइप फुट्यो भने त्यसले त्यहाँनिकै हानी पनि गर्छ। इन्ट्याक्ट सिस्टम राम्रो हुनुपर्छ, त्यो भयो कुलिङ सिस्टम। तर इन्जिन तातेको मात्रै काम गर्छ। इन्जिन तातेन भने त्यसले राम्रो पर्फर्मेन्स दिँदैन भनेर बुझाइ छ, एक्सपिरियन्स केही छ अहिले। त्यही भएर इन्जिनलाई छिटो चलाउनुपर्छ भन्छ। जस्तो बक्सिङ खेल्न जाने एथलेट्सहरू, खेलाडीहरू भलिबल खेल्न जाने, क्रिकेट खेल्न जानुभन्दा अगाडि ट्र्याकमा दुख्छ नि, त्यो भने के हो, वार्मअप हो। इन्जिन पनि त्यही छ, यहाँ पहिला गराइन्छ, तताएर वार्मअप गराइन्छ, अनि मात्रै त्यसलाई भारी बोकाइन्छ। त्यसपछि यहाँ मुनि इन्जिन के अरे हुने यस्तो प्रक्रिया हो। त्यही भएर यो के गर्छ, किटको बनाएको हुन्छ। त्यहाँबाट के भन्छ, यो किटको बनाएको हुन्छ। त्यसले साह्रो बेला तलपट्टि हुन्छ अयल छाम, यहाँ अयल बस्छ नि, त्यसलाई अयल छाम भन्छ। भाँडामा मात्र अयल ट्याङ्क हुन्छ। अयल ट्याङ्कको मुनि अयल पम्प पछि आउँछ। भित्र यसको भित्रपट्टि यो ब्लक भन्ने हुन्छ, यो इन्जिन ब्लक भयो। इन्जिन ब्लककै भित्रपट्टि मेन बेरिङ बस्छ, क्रेन्कशाफ्ट बस्छ, अब फ्लाइ व्हिल बस्छ यो होइन, फ्लाइ व्हिल। अनि फ्लाइ व्हिलमा अब बल्ल यतातिर यो पार्टभन्दा यता आएपछि अब ट्रान्समिसन सिस्टममा जोडिन्छ। यहाँबाट आएको इन्जिनले उत्पादन गरेको पावर फ्लाइ व्हिलसँग मात्र आउँछ। यहाँसम्म इन्जिन स्टार्ट भयो कि फ्लाइ व्हिल हुन्छ, डङ हुन्छ, यहाँ दिन्छ। यहाँनिर हिट एनर्जीलाई कन्भर्टिङ इन्टु मेकानिकल एनर्जी रोटेटिङ मोसनमा यहाँ पाउँछ। पिस्टन के छ, रेसिप्रोकेटिङ मोसनमा अप एन्ड डाउन मात्रै गरेर आउँछ। त्यसलाई कनेक्टिङ रड र क्रेन्कशाफ्टको मद्दतले रोटेटिङ मोसनमा परिणत गर्छ र त्यो रोटेटिङ मोसन कन्टिन्यू कहाँ पाउँछ त, फ्लाइ व्हिल। फ्लाइ व्हिलबाट अब हामी के गर्छ त, पावर लिन्छौँ। कसरी, फ्रम यो क्लच मेकानिजमबाट। क्लच मेकानिजम लिएपछि यो क्लच प्लेट छ, क्लच प्लेटमा फ्लाइ व्हिल गियरबक्सको फ्लाइ व्हिल साफ्ट फेरि आउँछ। त्यहाँबाट गियरबक्सबाट प्लग साफ्ट प्लेट छ, त्यसबाट चक्काबाट गाडी पुऱ्यो टायर। त्यसरी हामी पावरलाई प्रयोग गर्छौँ। त इन्जिनको कुरा गर्ने हो भने यो भित्र थुप्रो चिजको बारेमा हामीले अध्ययन गर्नुपर्ने खोल्यो, एसेम्बल गऱ्यो। आई डोन्ट थिङ्क वाट वी डु ल्यान्ड बन्छ। यो माथि लाग्ने कम्प्रेसर रिङ टप, सेकेन्ड लाग्ने कम्प्रेसर रिङ सेकेन्ड, अनि त्यहाँबाट लाग्ने ओइल रिङ
यो हेर है पिस्टनको दुईवटा भाग एउटा यो अलिक बढी आएको भाग देखाएको छ यो अर्को यो दबाएको भाग यो दबाएको भाग जुन छ नि यतापट्टि लाग्ने यसलाई हामी के भन्छौँ नन थ्रस्ट साइड भनेको घोटिने नै किनभने पिस्टनको जब यो तलमाथि अप एन्ड डाउनको मुभमेन्ट गर्छ नि यसरी यता र यता मात्रै घोटिन्छ त्यही भएर यो घोटिने भागलाई थ्रस्ट साइड भन्छ घोटिने भाग बुझ्यो त्यसलाई झुन्डेको छ नि यो घोटिने भाग बढी घोटेपछि पिस्टनमा प्ले आउँछ भनेर म्यानुफ्याक्चरले के गर्छ त यतापट्टि बढिहाल्यो यताको माल निकाल्यो अनि यसलाई स्कर्ट भन्ने गरिन्छ स्कर्ट हुन्छ नि त्यति चाहिँ हो यो झुन्ड्याएको गरेर यसको नाम स्कर्ट अब यो छ यो 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 पाल यो पाल अघि के भनेको थिएँ मैले कोट भन्छ पाललाई तर यसको पाललाई कोट भन्दैन यसको पाललाई बोस भन्छ बोस किताबमा छ हौ नलेख्नु यसलाई बोस भन्छ यहाँ लाग्ने भित्रको यो जुन देखिएको छ नि यो पिन जसले स्मल इन्ड अब गजन पिनको दुईवटा इन्ड हुन्छ एउटा स्मल इन्ड भनेको सानो पाल भएको ठुलो पाल भएकोलाई बिग इन्ड भन्छ स्मल इन्ड भएकोमा कतिको कस्ने हुन्छ न कतिको कस्ने हुँदैन खालि यो पिनसँग अड्याउने काम गरेको यो पिनसँग त्यही भएर यसलाई गजन पिन भन्छ गजन पिन भयो गजन पिनमा लाग्ने स्मल इन्ड बिग एन्ड बेरिङको कनेक्टिङ बेरिङको अर्को कनेक्टिङ बेरिङको तलपट्टिको भागलाई के भन्छ बिग एन्ड बेरिङ भन्छ यो त चित्र बनाउनु पऱ्यो तपाईँले कन्ट्रोल गर्नुपर्ने खोल्दै जाने बिग एन्ड बेरिङ यो रहेछ स्मल इन्ड यो रहेछ त्योभित्र सेल हुन्छ फेरि हेर मेटल टु मेटल अब वासरको बारेमा थाहा छ बेरिङको बारेमा थाहा छ कति प्रकारको हुन्छ बेरिङ भनेको के हो त ल बेरिङको अर्थ भयो सिल हो एउटा सिल हो बेरिङ भन्ने यस्तो वस्तु हो जुन दुईवटा पार्ट्सको बिचमा बसेर उसले फ्रिक्सनलाई कम गराउँछ ऊ आफू घोटिएर दुईवटा पार्टलाई घोटिनेबाट बचाउँछ द्याट इज कल्ड बेरिङ दुई पार्टको बिचमा बस्ने वस्तु बेरिङ भनेर के अरे दुई पार्टको बिचमा बस्ने वस्तु जो आफू घोटिएर दुई पार्टलाई घोटिनेबाट बचाउँछ र त्यो विभिन्न प्रकारको हुन्छ बल बेरिङ निडल बेरिङ रोलर बेरिङमा टेप्पर रोलर बेरिङ अनि बुस बेरिङ जस्तो बुस बेरिङमा यहाँ लाग्ने बुस बेरिङ हुन्छ बिगेन बेरिङ लाग्ने के अरे बुस बेरिङ हुन्छ त्यस्तै मेन बेरिङमा लाग्ने पनि के अरे बुस बेरिङ हो त्यो बुस बेरिङ यदि गोलो टाइप छ भने सिम्पल त्यसलाई बुस मात्रै हुन्छ त्यसलाई दुई फाक्ला गराएको छ त्यसलाई फेरि सेल बेरिङ हुन्छ त्यही भएर यो पिस्टनको तलपट्टि लाग्ने बिगिन बेरिङमा सेल बेरिङ लाग्छ त्यस्तै क्रेङ्क साफ्ट कस्ने बेरिङमा नि त्यसलाई सेल बेरिङ नै हुन्छ स्टार्टर मोटर लाग्ने पनि बेरिङ नै हो तर बुस बेरिङ डाइनेमोमा लाग्छ भने त्यो पनि के भयो त बेरिङ हो तर बुस बेरिङ जुन यस्तो मेटलको ढुङ्ग्रो जस्तो बनाएर राखेको छ भने नि त्यसले आफू बसेको भागलाई नै घोटिनु दिँदैन र त्यसमा जुन साफ्ट हिँडेको छ नि त्यो साफ्टलाई नै घोटिनु दिँदैन बरु आफू घोटिन्छ किनभने त्यो सफ्ट हुन्छ त्यो सफ्ट मेटलको बनाएको अब त्यसमा फेरि थपिनुपर्ने कुरा के छ त त्यो बेरिङ पनि चाँडो फेरि भने त घरिघरि इन्जिन खोल्नु पऱ्यो नि त घरिघरि इन्जिन खोल्नु पर्ने हो त्यो इन्जिन खोल्नलाई बचायो के अरे त लुब्रिकेसन सिस्टम अब लुब्रिकेसन सिस्टमले के गर्छ भने बेरिङ कहिले पनि एकपट्टि इन्ट्याक्ट ट्याक हुन्छ अर्कोपट्टि खुला हुन्छ कतै बल बेरिङ चाहिँ हाल्छ बल बेरिङ ल्याउनु कहिले पनि दुईपट्टि बेरिङ हुँदैन एकपट्टि मात्रै फ्री हुन्छ जस्तो यसको यो बल बेरिङको भित्रको छ नि भित्रको यसलाई इनर रेस भन्छ यसलाई आउटर रेस भन्छ यसलाई इनर रेस यसलाई आउटर रेस कि त यो फिक्स हुन्छ यो घुम्छ कि यो फिक्स हुन्छ यो घुम्छ ठिक छ अब यतापट्टि हुने पार्ट्स र यतापट्टि हुने पार्ट दुईटै पार्ट घोटिँदैन घोटिन्छ के त यो भित्र भएको बल यो भित्र भएको बल मात्रै घोटिन्छ या यदि रोलर राखेको छैन रोलर घोटिन्छ या यो यसको सट्टामा सिर्फ बुस हालिदिएको छ बुस चाहिँ खोज्नुपर्छ बुस राखेको छ भने त्यो बुस घोटिन्छ अब यहाँ त्यही भएर ग्रिज हालिन्छ अरे यस्तो नघुम्दै नि भएको है यस्तो प्ले हुन्छ यो मोटरसाइकलको फेरि होला नि मोटरसाइकल फेरि होला नि त हो यो जब ढक हुन्छ नि मोटरसाइकल यस्तो यस्तो गर्छ त्यसलाई अङ्ग्रेजीमा वोब्लिङ हुन्छ नेपालीमा ढक भयो भन्छ त्यो हल्लिनु त्यो दुईवटाको बिचमा प्ले भयो यस्तो हल्लिन्छ ढ्याका ढ्याका
अब बुस बेरिङको कुरा छ। इन्जिनभित्र यदि बुस जोगाउने क्रममा चाँडा गयो भने त्यो इन्जिन घरिघरि खोल्नु पऱ्यो। एउटा गाडी छ प्याराडोमा बनेको, दाइहात्सु कम्पनीको प्याराडोमा नाम गरेर आयो, मलेसियाबाट भन्छ। त्यसको मेरो एक्सपिरियन्स 1,65,000 किलोमिटरमा उसले इन्जिन खोल्यो। भनेपछि त्यो बुस बेरिङ छ त्योभित्र पनि, तर त्यो बुस बेरिङ 1,65,000 किलोमिटर छ। त्योभित्र पिस्टन पनि छ, त्योभित्र रिङ पनि छ, सबै डिभाइस यही नै हो। तर 1,65,000 किलोमिटरसम्म चल्छ। अब बताउनु कति पनि उसले केयर गरे होला त्यो गाडी, हो कि होइन? उसले टाइममा सर्भिसिङ गराएको छ, टाइममा उसले अइल फेरेको छ, धोइ पखाली गरेको छ, लुब्रिकेसन गर्ने ठाउँमा उसले इन्ट्याक्ट सही चिज राम्रो गरेको छ। 1,65,000 चलाइदिनु हो। त्यो बेरिङभित्र मेटल टु मेटल पनि टच गर्नलाई दिँदैन। जस्तो मानौँ यो बेरिङ भन्ने बित्तिकै एक साइडमा चाहिँ आउटर साइड प्रायः छ बेरिङको टच हुन्छ, आउटर साइड, तर इनर साइड टच हुँदैन। इनर साइडमा अब अर्को पार्ट बसेर घुम्ने यस्तो मेकानिजम फोर्स फिट भन्छ त्यसलाई, भनेको प्रेसरको साथ लुब्रिकेसन पठाइन्छ, लुब्रिकेटिङ अइल पठाइन्छ कि यो इनर पार्ट र बेरिङको बिचमा कनेक्सनै हुँदैन। अ फिल्म अफ लेयर अइलको एउटा कागजको टुक्रा यति नै पातलो भए पनि यो बुस र यो पार्टको बिचमा अइलको एउटा लेयर बन्छ र यो आपसमा घोटिने मिल्दैन। यदि त्यो भएन र घोट्यो भने ट्वाङ 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 आवाज आउँछ, जसलाई हामी इन्जिन नकिङ भन्छ। इन्जिन नकिङ भयो भने अब इन्जिन चाँडै सिज हुन्छ। इन्जिनको आवाजै आउँदैन, कति स्मुथ आवाज आउँछ, इन्जिन स्टार्ट आवाज आउँछ नि। त्यो भनेको बुस बेरिङ भए तापनि यो आपसमा ठोकिएको छैन। यो बिचमा के छ त? इन्जिन अइल भइरहेको छ। इन्जिन अइल भइरहेको छ। इन्जिन अफ गऱ्यो, अइलको प्रेसरले तल झऱ्यो। जब इन्जिन स्टार्ट गऱ्यो अलिअलि अइल हुन्छ नि त्यहाँ, त्यसले काम गर्छ, त्यहाँबाट यताबाट अइल जान्छ। अइल गएर फेरि यो दुईवटाको बिचमा अइलको एउटा लेयर तयार हुन्छ। अनि त्यो दुईवटा पार्टको बिचमा त्यो भएर त्यो 1,65,000 चल्छ। बाहिरबाट घरिघरि पम्प गर्दै अइल हाल्दै चलाउँदै पम्प कति यहाँबाट लोड गयो, फर्केर फेरि अइल लोड फर्केर होस पाइप हुँदै गयो नि आइसक्यो। त्यो होस पाइप होस पाइप यो इनलेट मेनिफोल्ड हुन्छ, एडजस्टमेन्ट है। यो छ नि यति फेरि हो थ्रोटल बडी भन्छ यसलाई। टोटल बडी कार्बोरेटर छ नि, हजुर त्यही हो। कार्बोरेटर ठाउँमा यहाँ टोटल बडी पनि छ है। अब ठ्याक्कै कार्बोरेटर भन्नु त मिल्दैन यसलाई, किनभने टोटल बडी यहाँ भएपछि यसले हावा मात्रै कन्ट्रोल गर्ने हो। पेट्रोल कन्ट्रोल गर्ने फेरि यहाँ इन्जेक्टर लागेको छ है। यहाँ कोइल सहित छ, यहाँ इन्जेक्टर हुन्छ। यहाँ यो कति यो इन्जेक्टर त डिजेलमा मात्रै हुन्छ भने होइन? पेट्रोलमा नि इन्जेक्टर हुन्छ। एफआईमा हेर 1 2 3 4 4 सिलिन्डर इन्जिन हो यो। 4 स्पार्क प्लग लाग्छ यहाँ, केवल 4वटा कोइल कोइल हो। 12 भोल्ट। त्यो 12 भोल्टलाई यो कोइलले घन्टीमा 14,000देखि यो गाडीको लागि 14,000देखि 15,000 बनाउँछ, 20-24,000सम्म बनाउँछ गाडी हेरेर है। त्यसले हाई भोल्टेज बनाउँछ। ट्रान्सफर्मर पढायो भए हुन्छ, ट्रान्सफर्मर नपढायो भए खाउँदैन है। यो चित्र देखाएको छ, यो भनेको वाइपरलाई वाइपरमा पानी सफा गर्ने चाहिँ पानीबाट यो भनेको थाहा छ होला नि सबभन्दा सही हरन यो हर्न हो र? हो सर, होइन त्यो पनि हो, यहाँ पनि छ। यो त ऊ हो, यो साइरन हो। यो नि हरन होइन, यो साइरन हो, यो हर्न। यो चाहिँ हरन। साइरन भनेको त्यो एक्सिडेन्ट भयो भने थेफ्ट होइन, कसैले चोर्यो भने त्यो साइरन त्यो हर्न कसैले टेम्पर गरिदियो, कसैले चोर्न आयो भने यो साइरन टाटा कराउँछ कि टाटा कराउँछ। यो एसीको पाइप, यो चाहिँ हाई प्रेसर पाइप हुन्छ। यो सानो चाहिँ यो चाहिँ लो प्रेसर पाइप हुन्छ है। एसीको पाइप हो। यो फिलर क्याप हेर, यो चाहिँ के हो? डिपस्टिक इन्जिन अइलको लेभल नाप्ने। हेर यो चाहिँ नि अइल फिलर क्याप हो। यो फेरि गर्ने तरिका हुन्छ। वेट 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 यो छ नि, खोल्ने बेला यसरी खोल्यो होला होइन, यसरी यहाँ राख्यो। बन्द गर्ने बेला हेर त यहाँ यो गरेर बिचमा दबाउनुपर्छ, बुढी अनुहार यसो गर्छ। हेर यहाँ देख्यौ बल्ल यो प्रपर लगाउँछ। त्यो पनि त्यस्तो हेर, यहाँसम्म चाहिँ उचाल्यो हो, पानी हाल्ने होइन, यहाँ राख्ने यसलाई। यो कुल्यान्ट भन्छ, कुलिङ सिस्टम सन्त पर्यो होला। कुलिङ सिस्टमको। अघि सरले भन्नुभयो त अब हेर यहाँ के हुन्छ भने स्टार्टिङमा जब इन्जिन चिसो हुन्छ त्यो बेलामा इन्जिन स्टार्ट भएपछि त्यसको वाटर कुलिङ हेर, यहाँ छ वाटर पम्प है। यो जहाँबाट आयो नि, यो त्यहाँबाट वाटर पम्प सुरु हुन्छ। यो ढिक्का होला, चाँच होइन, यो ढिक्का छ कहाँबाट आएको यो। यो माथि यो
यी ह्यान्डल साइजको वाटर पम्प यो थर्मोस्टेट भाग पनि यहीँनिर छ थर्मोस्टेट आफै खोल्छ है अब के हुन्छ भने अनि हावा छिर्छ त्यहाँबाट जब इन्जिन तात्दै आउँछ नि तात्दै आएपछि त्यो थर्मोस्टेट भाग खुल्छ चिसोको बेलामा इन्जिनभित्रै सर्कुलेसन गर्छ बाइपासको बाटो जब इन्जिनको टेम्परेचर राइज हुँदै जान्छ यिनीहरू भनेको 90 क्रस गर्नुपर्छ यो सानो गाडीमा 95 96 97 रोड भिडियो ग्रुपमा त्यहाँबाट यो थर्मोस्टेट भाग युट्युबमा पानी तातो पनि योबाट आउँछ सुजन सरले यहाँ छ नि हेड भयो यहाँ सिलिन्डर यहाँ देखाएको छ जोडेको यहाँ सिलिन्डर ब्लक भयो त्यहाँबाट ओइल सम्प भयो तल यो फ्लाइविल भयो प्लस होला अगाडिको यो पुली भयो त्यसलाई डग पुली पनि भन्छ पुली यो चाहिँ टाइमिङ चेन हेर अब हेर क्रिङ्क साफ्टको यो चाहिँ यो हो केम साफ्ट यता बस्छ त खान्छ यहाँ है यो भित्रको होइन सर यो भित्रको साफ्ट केम सर यो चाहिँ नि यो दिस वान अनि क्र्याङ्क क्रिङ्क साफ्ट साप भनेको भित्र हुन्छ बिस्तारै बिस्तारै ल बाबा यो गियरको साइज यो 2 चक्कर घुम्दाखेरि यो गियर 1 चक्कर मात्रै घुम्छ किनकि यो क्रेन साफ्टको गियर हो यो केम साफ्ट हात नलाउ यो क्रेन साफ्ट यो केम केमले ट्यापेटलाई घुमाउँछ दिस इज ट्यापेट यो जुन छ नि यो ट्यापेट यो ट्यापेट यो केम साफ्ट यो क्रेन साफ्ट अरू चिज मात्रै कटिङ होला कट छैन सरले वाटर स्टोन के भन्नुभएको हात नलैजाउ न भाइ त्यो टाढोबाट हेर सरले पर हेर त्यही भएर त लिएर आएको देखेँ नि के अरे पिस्टन भयो यो कनेक्टिङ रोड यो कनेक्टिङ रोडको स्मल इन पिस्टनमा छ बिग इन चाहिँ छ त क्रेङ्क साफ्टमा छ हेर क्रेङ्क साफ्ट हेर्नु यहाँ हजुर त्यस्तो छ अब यो जुन छ नि यो तिम्रो यदि यो एक्जस्ट हो एक्जस्ट मेनिफोल्ड यो इलेक्ट मेनिफोल्ड यहाँबाट यसले चिसो हावा लिन्छ एक्जस्ट अब हेर यो जुन छ नि यो बेल्ट सिस्टम बेल्ट ड्राइभ हो किताब हेर्नु है 3 थरीको ड्राइभ देखाएको छ किताबमा एउटा चेन ड्राइभ एउटा गियर ड्राइभ एउटा बेल्ट ड्राइभ अहिले त प्रायः जग्गा सबै बेल्ट ड्राइभ छ त्यहाँ पनि बेल्ट ड्राइभ छ अहिले हामी त्यो पनि देखेको यसलाई राखेर एउटाले घुमाउँछ अलिक भित्र हाल भाइ त हात हालै कसैले हात हाल्छ हेर अनि पर बसेर यता हो यता हो यता हो यता हो माथिको यता आएर यता हो सरले आइदिनुहोस् त मटेरियल लगाउ न अलिक पर यहाँ हेर्दै त आँखा यहाँ पनि पुर्याउनु है मलाई यो केमले यो केमको पनि हेर्नु पोजिसन केम पनि घुमाउँदै गर्नु एउटा हो हेर कहिले इलेक्ट पुऱ्याएको छ कहिले एक्जस्ट पुऱ्याएको छ हजुर हो केम पनि हेर्नु केमले अपरेट गरिरहेको छ त्यही भएर यो केम साफ जब जब केम आउँछ तब तब यो खुल्छ जब जब केम आउँछ तब तब केमको यतापट्टि गएर खोलाउनु पऱ्यो यो केम जब हुन्छ जब केम आउँछ एउटा इलेक्ट एउटा एक्जस्ट एउटा इलेक्ट एउटा एक्जस्ट एउटा इलेक्ट एउटा एक्जस्ट एउटा इलेक्ट एउटा एक्जस्ट दुई तिनजना नजाऊ है त्यहाँ यसले त मजाले यसले खुट्टामा सुन न यस्तो काम गर्दाखेरि म एउटा भन्छ छ नि ट्याक्कै पोजिसन मिलाएर गर्नुपर्छ कि अलिक दायाँ बायाँ छ भने कुनै पनि काम गर्दाखेरि सेफ्टीको लागि होइन अनि सेफ्टी अनि यसरी मजाले बल पनि लाग्छ कि अब त्यो अप्ठ्यारो गरी गऱ्यो भने यसरी पारेपछि त अनि आफैलाई हुन्छ है उसको देख चल्नु रहेछ अलिकति देब्रे हातले बजाउने खालको केम साफ घुमिरहेको छ
अब यो केम हेर जब केम यसमा आउँछ अनि यसलाई घुमाउँछ जब केम यसमा आउँछ यो यसलाई दबाउँछ जब यो केमको उठेको भाग यहाँ आउँछ यो दबाउँछ केमको उठेको भाग जसले अगाडि आउँछ त्यसलाई पालो रोटेसन सर यो सिलिन्डर चाहिँ सर यो पिस्टन चाहिँ हात नलैजाऊ है नजिक दुईवटा भयो त्यसले हाल्यो पावर ड्राइभरलाई देखाइदिनु छ ए बुझ्यो होइन यो हजुर अब हेर त्यस कारणले त्यो इन्जिनको चार्ज हुन्छ भने अब यसलाई निकालेर हामी त्यही राख्छौँ राख्छ चार सिलिन्डर छ त चार पर्छ त्यसको यो इन्जिनको फ्रन्ट हो यो रियर हो नम्बर 1 पिस्टन हेर त्यहाँ अब यहाँ आएर केनको तार यो केन साफ्ट हो केन साफ्टले कुन कुन धक्का राख्छ त्यो अनुसारले बल खुलिरहेको छ हो ठिक यो उठेको हिसाबलाई केन भन्छ के नजिक नजाऊ है भाइ टाढै बस्छ यो केन हो यो केन हो एउटाले शासन गर्दा अर्कोले एक्सर्साइज गरिरहेको छ अर्कोले एक्सर्साइज गरिरहेको छ अर्कोले खाली गरिरहेको छ यो चारवटा इन्जिनमा चार इन्जिन भएको ठाउँमा प्रत्येक इन्जिनले बेग्ला बेग्लै प्रत्येक पिस्टनले बेग्ला बेग्लै काम गरिरहेको चारवटा स्ट्रोक अलग अलग गरिरहेको यो डिजल इन्जिन हो किनभने यो हाई प्रेसर पाइपलाइन हाल्दाखेरि त्यो यो अलिक अहिले हाल्नु पायो भने सजिलो चल्थ्यो रोड हाल्नु पाएँ अफ गर्नु त्यहीँबाट गयो 1 3 4 2 त्यहाँ नहिँड भाइ छेउछेउ पिस्टन